गुड मर्निङ, नमस्ते सबैजनालाई। नमस्ते। ल आज हामी 3 जना गर्मी लागिसक्यो तैपनि यसो पहाडतिरको मौसम के छ त नि भनेर अब बुझ्न जाँदैछौँ। यो कर्फकानमा रहेको अल्सिस नेचर ट्रेल म एकचोटि पहिला पनि गएको थिएँ, त्यो ठाउँमा जाँदैछु। फर्किने बेलामा अर्को पनि एउटा स्पोट छ मैले देखेको, त्यहाँ पनि सकेसम्म बस्छु। त्यो बाटैमै पर्छ, बाटाको साइडमै पर्छ। जाँदैछौँ, हेरौँ कस्तो छ। हेलो भन्छ, लेट्स गो। सरकार पछाडि पछाडि हो, अगाडि देख्नु पर्यो। म त पछि पनि हुनै पर्यो नि। हामी जाँदैछौँ, हेरौँ कस्तो रहन्छ, मौसम कस्तो छ, अगाडि हेर्दैछौँ। हामी यहाँ आइपुग्यो, जस्ट आइयो। कति पर्यो भने 7:20 त भन्छ पूर्व यता। यस्तो आनन्द सुरुमै जानु छ। पुरा माथि खजुरहरू है यस्तो मजा लटरम्म फलिरहेछन्, आँप उतापट्टि आँपहरू फलिरहेछन्। जस एउटा गाउँको भाइब्स आइरहेछ है। खुब गन्ध आयो त्यो, थाहा पाउनु। सिधै हिँड्नु, सिधै। पहिला आउँदा यस्तो रमाइलो थियो यार, आनन्द। पहिला आउँदाखेरि म आउँदा त्यति बेला विन्टर थियो, डिसेम्बर सायद थियो होला। त्यति बेला आउँदाखेरि चाहिँ अरू सुन्तलाहरू, यो निबुवा जस्तो अनि कागतीहरू यस्तो फलफुल थियो भने अहिले चाहिँ अब जुन सुरु भएको छ नि त, जुनको फर्स्ट विकमा आइरहेको छौँ हामी। अनि त्यसले गर्दा अब खजुर ठक्क फलेर लटरम्मै खजुर फलेका छन्। पाक्न अब 1 महिनापछि लगभग पाक्छ। एकदम मौसम जुन लागे पनि बजारतिर एकदम गर्मी भए पनि अहिले चाहिँ यहाँ चाहिँ त्यस्तो गर्मी फिल छैन। तर हावा चाहिँ आज चले छैन, तर पनि त्यस्तो गर्मी चाहिँ छैन यहाँ चाहिँ। ल मैले निबुवा भन्थेँ नि, निबुवाको बत्तिलो लाएर चाहिँ यहाँ बत्तिलो लाएर छ यता। यसमा चाहिँ हामी यो पाकेको बेला आएको थियौँ पहिला, र यहाँ चाहिँ यस्तो अगाडि पानीको यस्तो साउन्ड आवाज सुनिन्छ कि हाम्रो जुन खोल्साहरूमा बर्खाको बेला सुन्ने आवाज जस्तो सुनिरहेको छ। ल यसरी पानी आइरहेको छ माथिबाट। अब यो हामी प्राकृतिक ठाउँमा आएको मान्छे, त्यही माथिबाट पानी परिरहेछ अलिअलि। यस्तो आनन्द लाग्यो है। पानीको छिटा हानिरहेछ माथि, बादल डुम्म बादल छ आज यो एरियामा। बजारतिर चाहिँ पानी परिरहेछ यहाँ चाहिँ। ल ए पऱ्यो त, ल त्यत्रो बादल छ त माथि, हेर्नु न पुरा त्यस्तो बादल छ है। ल पानी चाहिँ मजाले पऱ्यो। ल ए उस्तै गरेर भिजाउने हिसाबले परिरहेछ। अब पऱ्यो, डरै पऱ्यो। ल पानी पऱ्यो है, पानी पऱ्यो। ल बाफ्रे आँप हेर्नु त्यहाँ कति धेरै आँप रहेछ नि त्यहाँ त, लटरम्मै कि माथिबाट पुरै। हजुर सर, ल नमस्कार, गुड मर्निङ।
आज चाहिँ हाम्रो रमेश सरको गाइडेन्समा चाहिँ यहाँ अल्सिस नेचुरल ट्रेलमा आएको साह्रै रमाइलो लाग्यो सर्ट बट स्विट अनि नेचुरल्ली इनरिच्ड अनि पानी पनि पर्यो जे होस् कति वर्ष भयो पानी नदेखेको पानी जिउमा नपरेको अहिले भिज्न लागिसक्यो नि लगभग अहिले भिज्न लागिसक्यो जे होस् धेरै रमाइलो भयो थ्याङ्क यू रमेश सर ठिक छ नि ठाउँ कस्तो लाग्यो हजुरलाई यो धेरै राम्रो छ सर्ट एकदमै नेचुरल हुने फिलिङ हुने ठाउँ रहेछ हजुर धेरै धन्यवाद ल हुन्छ ल अझै बाँकी छ जाँदै गरौँ तल ल सर ल हस् ल ल बस्ले राम्रो माथि खजुर हार्भेस्टिङ भइरहेछ खजुर टिप्ने काम पानी चाहिँ पर्छ त सर मजाले हेर्नु त यो बादलले पानी पार्छ यसले पानी पार्छ भएन पुरा बादल छ नि माथि डाँडा ठोकिएको भने जस्तो के हेर्नु यहाँ माथि पुरा ल पानी चाहिँ पर्ने प्रबल सम्भावना छ त्यहाँ माथि अन्त मेवा पाकेको अन्त त्यहाँ ल हेर्नु माथि मेवा पाकेको देख्नुभयो ल हेर्नु मेवा दुईटा पाकेको छ नि ठुलै अहिले हामीले हाइकिङ गरेको नेचर ट्रेल यही नै हो त्यहाँ अगाडिबाट सुरु गरेर हामीले यो सबै माथिबाट यसो गरेर यहाँबाट तल आयौँ निकै राम्रो छ आनन्द आउँछ नेचर भाइब्स होइन पानी दर्किँदैछ अब हामी भाग्ने कि अब यो पानीको यही भिजाएको पानी भिजा मजा लिँदै हिँड्ने कि भन्ने कुरो अब भइरहेछ तर भागेको छैनौँ हामी पानी पर्यो ल एउटा कुरा खुसी लाग्यो अघि हामी यसरी माथि गएर हाइकिङ सकेर तल बाटोमा आएर हिँड्दै थियौँ हाम्रो गाडी हामी एकतिरबाट इन्ट्री भएर अब अर्कोतिर एक्जिट भयौँ त्यसले गर्दा गाडी टाढै छ अलिक जाँदैछौँ आउँदा आउँदै बाटोमा एउटा टोयोटा हाइलक्समा एकजना अरबिक आएर अनि अस्सलाम वालेकुम के छ दुबईबाट घुम्न आएको यताउतिबाट भन्नुभयो होइन त्यसपछि घुम्न आएको भन्यो अनि उहाँले यो पानी पर्न लाग्छ पानी धेरै पऱ्यो भने तिम्रो धेरै बेर यहाँ नरुक बाढी आउँछ बाटो गाडीहरू तिम्रो ब्लक हुन्छौ घर जान अप्ठ्यारो हुन्छ भनेर अवेरनेस दिनुभयो कि खुसी लाग्यो साह्रै होइन धेरै खुसी लाग्यो त्यस्तो मान्छे नै हुन्छन् उहाँ अब गभर्मेन्ट डिपार्टमेन्टको होला अथवा व्यक्तिगत रूपमा पनि होला जे भन्नुभयो जे जुन हामीलाई सुझाव दिनुभयो राम्रो एप्रिसिएटेड थ्याङ्क यू सो मच पानी त राम्रै पर्यो ल फाइनली हाम्रो यहाँको यो वादी सिस नेचर ट्रेलको हाइकिङ सकिएको छ निकै आनन्द आयो प्राकृतिक भाइब्स होइन नेचुरल भाइब्स त्यसपछि पानी परिदियो होइन अनि यो सबै यो भिजियो पनि होइन अनि यो सबै यो जुन खजुर आँप फलेको यताउति सबै देख्दाखेरि एकदम हाम्रो नेपालमा कागती नेपालतिर गाउँतिर पुगेको एउटा अनुभूति भयो होइन एकदम नेचर भाइब्स आनन्द आयो मन शान्ति भयो अब हामी फर्किन्छौँ म एउटा ठाउँ छ भन्दै त्यो चाहिँ मिलेसम्म त्यहाँ पनि पसिन्छ त्यो चाहिँ अहिले डिस्क्लोज गर्दिनँ मैले त्यहाँ पुगेपछि मात्रै डिस्क्लोज गर्छु है त यो चाहिँ यो भिडियो चाहिँ यो भ्लग चाहिँ पार्सियली इन्डिङ है त्यहाँ गइयो भने कन्टिन्यू हुन्छ होइन गइएन भने यो द इन्ड है अहिले आजको लागि किप वाचिङ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब प्लिज हामी त्यहाँबाट अझ अगाडि आउने प्लान भयो अर्को एउटा ठाउँ देखेको थियौँ म्यापमा देखेको थियौँ हामीले त्यहाँ पनि एउटा त्यस्तो नेचर ट्रेल जस्तै रहेछ त्यहाँ आयो आउँदा आउँदै बिचमा डाँडा देखियो जहाँ चाहिँ हाम्रो यो पाकिस्तानी भाइहरू जस्तो देखिने उहाँहरू
बस्नु त्यहाँ माथि कस्तो रहेछ भन्दा आएको त पानी त यहाँ त ल पानी पानी त भाग्नै पर्ने कन्डिसन भयो अब ल सकिन्न यहाँ त भिज्न होइन उता परेको छैन होला उता परेको छैन कस्तो भयो त अनुभव आजको दामी भयो होइन पानी यस्तो ठुलो पानी पर्यो कि पुरै छोडिदिउँ होइन गाडीभित्रबाट फिल नभएको तर यस्तो पानी परेछ है लास्ट इयरको जुन अप्रिलको युएको फ्लड आउने टाइपकै पानी परेछ कि अहिले होइन पानी परिरहेको त्यत्रो पानी पर्यो अलिकति अगाडि अलिक कम भयो थियो टनेल आउनु थियो टनेलसम्म पनि मजाले पानी परिरहेको थियो टनेल सकियो पानी सकियो टनेलमा कति होला र है जम्मा 200 मिटर होला 200-300 मिटरको होला टनेल होइन टनेलबाट बाहिर निस्क्यो पानी छैन मैले डिस्क्लोज नगरेको ठाउँ भनेको आइयो यहाँ पनि यो चाहिँ वादी दिप्ता नेचुरल पुल हो यो चाहिँ यो खर्फकान रोडमा खर्फकानबाट आउँदाखेरि राइटमा र दुबईबाट खर्फकान जाने बेलामा लेफ्टमा पर्छ आइयो हेर्दैछौँ कस्तो रहेछ ठाउँ भनेर है तर अहिले पानी परेको थिएन उता पानी परेको थियो बिचमा पानी परेको थिएन यहाँ चाहिँ फेरि पानी पर्न थालेछ र यो माथिको बादलले हामीले फलो गरेर जस्तो लागिरहेछ कि मलाई चाहिँ हामी यहाँ बादलमा ठ्याक्कै आएर पानी पनि पर्न सुरु भइरहेछ कि ठाउँ यो ठाउँ पनि दामी पिस होइन एकदम नेचुरल भाइब्स अब हाम्रो स्न्याक्स टाइम हुँदैछ अब हामी कहाँनिर बसेर खाने भनेर लोकेसन खोज्दैछौँ र यो ठाउँ ठिकै लाग्यो यो पनि राम्रै छ अगाडि हेर्दैछौँ त्यही पनि होइन फार्म चाहिँ यहाँ पनि पुरै खजुरको फार्म हो होइन टन्नै छ हामी भित्र जाँदैछौँ यहाँभित्र पनि ठाउँ कस्तो छ हेरौँ त्यही त नि ल मैले भनेको पुल चाहिँ यही हो वास्तवमा यो चाहिँ तलबाट एकदम अक्कारो पहरोबाट आउँदो रहेछ होइन तलबाट आउनु रहेछ यहाँ जम्मा हुनु रहेछ होइन तर त्यस्तो बर्खाले गर्दा पानी सुकेर होला त्यस्तो केही पनि छैन यहाँ चाहिँ होइन अहिले यो ठिक छ ठाउँ चाहिँ यो माथिको फार्महरू यता पर पनि पुरै फार्म छ होइन खजुरको फार्महरू राम्रो रहेछ ठिक छ हामीले स्न्याक्स चाहिँ तलै गएर खानेकुरा भयो मैले सोचिरहेको थिएँ यो फार्मभित्र बसौँला भनेको त्यस्तो बस्ने त्यस्तो सुइटेबल ठाउँ भेटिएन त्यही भएर तलै गएर खाने प्लान भयो हाम्रो तल झर्दैछौँ सेटअप क्याम्पिङ रेडी भयो अब हामी स्न्याक्स गर्छौँ हल्का ल अब हाम्रो यो आजको यात्रा भनौँ के भने होइन आजको ब्लग यहीँ सकियो अब हामी यो चाहिँ वादी दिप्ता नेचुरल पुलमा आएर सकाइयो स्न्याक्स गरेर एकछिन आरामसँग मजाले बिन्दास होइन रेस्ट गरेर अब फर्किँदैछौँ अब फर्किँदै अन द वे कता कता हुन्छ यसो हल्का फल्का घुम्दै जान्छौँ बाई बाई सबैजनालाई सी यू Enjoy. ओके बाई बाई
हामी उता गएर घर जाने अब लगभग घर जाने कन्फर्म भएको मान्छे पनि फेरि अघिकै जुन पानी जहाँ पानीले हामीलाई बित्तरा पारेको थियो त्यो ठाउँमा फेरि झम्टी आइरहेछौँ हामी। अब यहाँबाट जियोग्राफीको कुरा गर्दा हामी अहिले ओमानमा छौँ। ओमान हामी आइसक्यौँ। अहिले हामी त्यो पानीले भिजाएको ठाउँ भनेको त्यो अगाडिपट्टि ऊ त्यो डाँडाको टुप्पोमा हो होइन, त्यहाँनिर हो। त्यहाँनिर आइपुग्यौँ। अब यो चाहिँ अहिले हामी ओमानमै छौँ, जाँदैछौँ अगाडि। ओमान काटेर फेरि युए आउँछ। यहाँले फुजेर निस्किने भित्री बाटो चाहिँ अफरोड छ टोटल्ली अहिलेसम्म। अगाडिको चाहिँ बिच बाटो आउँछ। ल हाम्रो यात्रा जारी छ। हाम्रो प्लान यो फुजेर निस्किने प्लान ब्लग चाहिँ टुङ्गिएन है। पहिला पार्सल क्लोज गरेँ भएन, फेरि अनि फुल क्लोज गरेँ तर पनि फेरि अगाडि फेरि कन्टिन्यू भयो। किप वाचिङ। यता है दामी ठाउँ रहेछ नि यार। नेचर ट्रेल जस्तो रहेछ होइन, जस हाइकिङ कि साउन्ड हेर्नु है। अन द वे बिचमा रोक्यो, मजाको ठाउँ लाग्यो। वरिपरि हुन त पुरा डेजर्टेड माउन्टेनै हुन् होइन, तर पनि रक माउन्टेन। तर पनि यो चाहिँ युए सरी यो चाहिँ ओमान हो है। यो चाहिँ ओमान हो। अगाडि गएपछि फेरि युए ओमानको बोर्डर आउँछ। त्यो बोर्डरबाट हामीलाई अब उता युए सकिएपछि सरी ओमान पछि फेरि युए आउँछ, युए पछि फेरि ओमान आउँछ। त्यस्तै बिचमा यो चोक्टा अलग अलग छ कि त्यहाँबाट हामीले पास हुन दिन्छ कि दिँदैन यो नयाँ रोड हो, हामीलाई थाहा छैन होइन। अगाडि युए ओमान बोर्डर भनेर देखाएको छ, त्यहाँबाट हेरौँ जाँदैछौँ। नभए यहीबाट फर्केर आउँछौँ फेरि। हामीहरू घुम्दै यो सरोज ड्याम भन्ने माधामा, सरोज ड्याम यतापट्टि ड्याम, यो ड्याम हो वास्तवमा। तर यो अहिले चाहिँ पानी सुकेर यता ड्याम छ होइन, पानी सुकेर चाहिँ अहिले एकदम ड्राई भइरहेछ। र यतापट्टि चाहिँ अनि यसको तलपट्टि चाहिँ यो माधा हेरिटेज भिलेज भन्ने रहेछ तलपट्टि। त्यहाँ पिकनिक स्पोटहरू रहेछ, किड्स प्ले एरिया, पिकनिक स्पोट राम्रो रहेछ। यता अगाडि पनि छ किड्स प्ले एरिया, त्यो पर पनि आउने ठाउँ त्यहाँनिर हो। र यो ड्याम चाहिँ पानी भरेको बेलामा चाहिँ निकै रमाइलो देखिन्छ जस्तो लागिरहेको छ मलाई। अहिले चाहिँ पानी छैन, सुकेछ। अब यो विन्टर आएपछि मात्रै यहाँ पानीहरू भरिन्छ। पानी आएपछि घुम्दैछौँ जाँदैछौँ, हेरौँ अझ कहाँ पुगिन्छ थाहै छैन। यो हेरिटेज माधा हेरिटेज भिलेज भन्ने यो छ। यसमा चाहिँ यो सायद यो घरहरू जुन अलग अलग घरहरू छ, यो चाहिँ सायद हामीले रेन्ट गर्न मिल्छ जस्तो लाग्यो मलाई। वान नाइट स्टेको लागि त्यस्तो लाग्यो मलाई। यसको कस्टहरू के छ बुझ्नु पर्ला। ठाउँ चाहिँ ठिक रहेछ। उतापट्टि अब पानी भरेको बेलामा पानी खोला बग्ने ड्यामबाट आएको पानी, र यतापट्टि चाहिँ यो सबै यस्तो रहेछ कि यो प्राइभेट सानो घरहरू होइन। नाइट स्टेको लागि चाहिँ राम्रो रहेछ। यहाँबाट ठ्याक्कै यो एन्ट्री भयो। ल यो बोर्डर। ल हामी यो मसाफी बजारमा आएर आँप किन्यो। यो आँप मिठो रहेछ, दामी एकदम टेस्टी छ। यसो अब हाम्रो आजको ईद होलिडेको ट्रिप बिहान अब हाइकिङ गर्न निस्केको मान्छे 2 घन्टा घर पुग्ने निस्केको मान्छे 5 बजे घर निस्क्या हो, 1:30 हुन लाग्यो। अब लगभग सकियो भन्नुपर्छ। अब त अब छैन जस्तो छ, थाकियो पनि आज। अब धेरै सकिन्न अब। ल बाई बाई।